उनी त खुसी भएर पैसा लिने दुईजना अभिभावकको ड्याङ्ग पैसा लिने भन्न बसेका छन्। त्यो पैसा लिनलाई उनी कहाँ आउने हुन् हामी कहाँ आउने हो भनेर उनलाई सोधौँ, उसलाई फोन गरौँ। अभिभावक पछाडिको गाडीको कोटेश्वर होइन, मलाई काठमाडौँको बारेमा थाहा छैन भाइ है, त्यही भएर तिमी मिल्छ भने कलङ्कीसम्म लिन आउनु त। केही गर्नै पर्दैन, यहाँ ड्राइभर चाहिँ गाडीले जानुपर्छ एकैछिन, म आउँछु कि त्यति बस्नु म त्यहाँ आउँछु रहेछु है। यो कलङ्कीतिर हो, मलाई यताको बारेमा थाहा छैन है। अब वान वे कता के हुन्छ भने सुनेछ। ए तपाईँ खासमा खाँदै बस्नु त्यहाँ कलङ्कीतिर, म ड्राइभर पछि आयो। ल अलि टाइम अलिक छिटो आऊ है तिमी। ल हुन्छ ल। अब कलङ्कीतिर गइरहेको छौँ हामी। कलङ्कीमा उनले हुन्छ भनेका छन्। कलङ्की आसपासमा अभिभावक र विद्यार्थीहरू एउटा रेस्टुरेन्टमा गएर बस्नेछन्, हामी त्यसको नजिकै बस्नेछौँ। अब यहाँ कुरा रह्यो प्रहरीको, किनभने उनी आज पक्राउ पर्ने सम्भावना छ। अभिभावक र विद्यार्थीहरू यो रेस्टुरेन्टमा भित्र छिर्नु भएको छ। उनी चाहिँ यहीँ आउने भन्ने कुरा छ। उनी यहीँ आउँछु आधी घन्टामा आउँछु भनेर भनेका छन् अहिले। र हाम्रो पछाडि चाहिँ यता पछाडि चाहिँ सादा पोसाकमा प्रहरी छ, प्रहरीसँग समन्वय भइसकेको छ। भयो लगभग छैन होला। एउटा गाडीमा स्कर्पियो एउटा गाडीमा उनी आए, रेस्टुरेन्टमा गएनन्, गाडी त्यहीँ रोकिरहेछ। त्यो गाडीबाट उनी झरिरहेका छैनन्। रेस्टुरेन्टमा छेदै नछेर्ने रे, गाडीबाटै कारोबार गर्ने रे, त्यहीँ दिने अरे पैसा। अब के गर्छौँ हामी? विवेकजी म निस्कन्छु एकचोटि हजुर आउनु न। विवेक तपाईँ होइन, पङ्गेनी होइन तपाईँ? स्टाफ पनि होइन केही विवेक नि होइन। हो विवेक पङ्गेनी त तपाईँ हो? म स्टाफ पनि होइन केही नि होइन। के काम गर्नुहुन्छ? मैले केही नि गर्दिनँ सर। के काम गर्नुहुन्छ तपाईँले? मैले केही गर्दिनँ। नर्सिङमा नाम निकाल्नलाई कति पैसा लिनुहुन्छ तपाईँले? मैले लिदिनँ सर। 3 लाख? नै लिदिनँ। एकजनाको 3 लाख लिदिनँ सर। कोसँग लिनु भएको छ तपाईँले? कसैसँग लिएँ? लामाचौर, चाउथे, नै तमौली, तपाईँलाई त्यो तनहुँ, के हाम्रो भ्रम भयो मलाई? हाम्रो अलराइट